सबैलाई चाहिँ आइदिनु भएकोमा आज यो अवसर प्रदान गर्नुभयो, जसले गर्दाखेरि राष्ट्रिय खाद्य बैंक लिमिटेडका बारेमा जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा आयोजक लगायत उपस्थित सब साथीहरूमा धन्यवाद दिँदै, राष्ट्रिय खाद्य बैंक लिमिटेड भनेको के हो भन्दाखेरि यो चाहिँ हाम्रो खानेकुराहरूको बैङ्क हो। खानेकुराहरूको बैङ्क भनेको बैङ्कले के गर्छ भन्ने खालको कुरा तपाईँ हामी सबै छौँ, यहाँ बैङ्कमा कार्यरत साथीहरू पनि धेरै छौँ, जसले गर्दाखेरि व्यवस्थापकीय कामहरू गर्दाखेरि चाहिँ हामीले यो व्यवस्थापकीय काम गर्ने भन्ने बित्तिकै कस्तो भने नेपाल देशमा अहिले वार्षिक 6 खर्बभन्दा बढी चाहिँ कृषि उपजहरू बाह्य देशबाट चाहिँ नेपालभित्र भित्रिँदो रहेछ नेपाल सरकारको तथ्याङ्कले बताएअनुसार। जसले गर्दाखेरि खुल्ला बोर्डर भएको ठाउँमा 1000 किलोमिटर बोर्डर भएको ठाउँबाट त्यहाँ कति आउजाउ हुन्छ लेखाजोखा छैन, तर वैधानिक बाटोबाट त्यसरी आउँछ र धनियाँदेखि बेसारसम्म हामीले डलरमा तिरेर खानुपर्ने अवस्था सिर्जना भएको छ। त्यो खालको कुराले गर्दाखेरि चाहिँ हामी यति धेरै परनिर्भरता भयौँ, जो हाम्रो देशभित्र अत्यन्त धेरै उब्जाउ योग्य अथवा उर्वर भूमिहरू हुँदाहुँदै पनि हामीले त्यो काम गर्ने परिस्थिति सिर्जना गर्न सकेनौँ, राज्यले गरेन। अब एउटा यस्तो रह्यो कि युवा जनशक्तिहरू जति चाहिँ सबै बाहिर जाने अवस्था सिर्जना भयो। अब त्यसले गर्दाखेरि चाहिँ यहाँ भएका अधिकांश उब्जाउयोग्य जग्गा जमिनहरू चाहिँ बाँझो रह्यो। त्यो यी खालका कुराले गर्दाखेरि चाहिँ अब एउटा देश अर्थतन्त्रको अवस्थामा तपाईँ हामी सबैलाई थाहा भएको हो, रेमिटेन्सले धानिएको बेला त्यो रेमिटेन्सबाट आएको पैसा पनि बाहिर चाहिँ तिनै खानेकुराहरूमा चाहिँ सकिने भएको हुनाले जुन देशबाट जहाँ जसरी दुःख गरेर मेहनत गरेर चाहिँ हामीले रेमिटेन्सको चाहिँ जम्मा गरेर नेपालभित्र त्यो पैसा त्यसै गरी बाहिर जाने कारणले गर्दाखेरि यो देशभित्र बसेका हामी कृषिमा केही काम गरौँ न भन्ने खालको चाहिँ जिज्ञासा राख्ने मान्छेहरू, इच्छा गर्ने मान्छेहरू, जो प्राइभेट सेक्टरबाट चाहिँ कृषिमा लागिरहनु भएका, त्यसै गरी कृषि सहकारी कर्मीहरू, अनि त्यहाँबाट चाहिँ यहाँ रहेका चाहिँ कृषि विश्वविद्यालयमा पढाउनु हुने गुरुहरू अथवा त्यहाँ चाहिँ नार्कबाट रिटायर हुनुभएको त्यहाँ जागिर खाइरहनु भएको साथीहरू, त्यसै गरी कृषिमा लाग्नुभएका विषयगत विज्ञहरूको एउटा टिमसहित चाहिँ इजरायल, कोरिया, चाइना, नेदरल्यान्ड, जापान जस्ता देश जो चाहिँ कृषिमा आधुनिकीकरण गरेर संसारलाई चाहिँ उनीहरूले योगदान दिइरहेका देशहरूमा देखेर सिकेर पढेर भोगेर आउनुभएको साथीहरूको टिम मिलेर हामीले राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गऱ्यौँ। यो 2 अर्ब रुपियाँ पुँजी चाहिँ यसको सुरुवाती अवस्थामा रहेको छ। भोलिका दिनहरूमा आवश्यकता पर्दा हामी यसलाई थप्दै व्यवस्थापन गर्दै जानेछौँ। अहिले त्यो 2 अर्ब रुपियाँ पुँजीमध्ये पनि यो राष्ट्रिय खाद्य बैंक लिमिटेड चाहिँ आइपिओमा जाने कम्पनी हो, बैङ्क हो। त्यसले गर्दाखेरि त्यो आइपिओमा जानको लागि चाहिँ यसको 60 करोड रुपियाँ पैसा चाहिँ हामीले पब्लिकहरूलाई आइपिओको लागि छोडिदिएका छौँ र निकट भविष्यमा चाहिँ हामी आइपिओको तयारी गर्दैछौँ। त्यसको चाहिँ आवश्यक प्रबन्धहरू हामीले मिलाइराखेका छौँ र 140 करोड रुपियाँ पैसा चाहिँ हामीले प्रमोटर सेयरबाट त्यसमा लगानी गर्ने गरी चाहिँ रहेका छौँ र यो किसानहरूको यसमा चाहिँ कृषि सहकारीहरूमा काम गर्ने रहनु भएको, जो माटो खन्ने मान्छेहरूको, माटोमा खेल्ने मान्छेहरूको, गोबर सोर्ने मान्छेहरूको, त्यो गोबर सोरेर चाहिँ दुध उत्पादन गरेर चाहिँ लिएर जाने किसानहरू अथवा जो कृषि पेसामा रहनुहुन्छ उहाँहरूको बैङ्क हो। त्यसले गर्दाखेरि यो बैङ्क भनेको हामी सबै किसान लगायत उपभोक्ताहरू जो चाहिँ उत्पादन पनि गर्नुहुन्छ, उपभोक्ता नि रहनु भएको छ, उहाँहरूको साझा बैङ्कको रूपबाट यसलाई बनाएर लिएर जाने गरी चाहिँ हामीले सुरुवात गरेका छौँ। र त्यसो गरिरहँदाखेरि चाहिँ यो हाम्रो कम्पनी रेजिस्टर अन्तर्गत दर्ता भएर चाहिँ कृषि मन्त्रालय अन्तर्गत चाहिँ हामीले चाहिँ काम गर्ने गरी यसको स्वीकृति प्राप्त भएको छ, मान्यता पाएका छौँ। त्यही सिलसिलामा राष्ट्रिय खाद्य बैंक लिमिटेडले चाहिँ उत्पादनको कामदेखि लिएर बजारीकरणसम्मको काम गर्छ। खाद्य बैंकको मोडालिटी कस्तो हुन्छ भन्ने खालको कुरामा मैले यहाँलाई के निवेदन गरौँ भने त्यो राष्ट्रिय खाद्य बैंक लिमिटेडले चाहिँ तपाईँको सबभन्दा पहिला हाम्रा पाइलट प्रोजेक्टका रूपमा हामी जहाँ जान्छौँ त्यो ठाउँमा गएर चाहिँ त्यहाँ माटो परीक्षण गर्छौँ, कहाँ के फल्छ भन्ने खालको कुराको बारेमा चाहिँ हाम्रो विषयगत विज्ञहरूले चाहिँ अध्ययन गर्नुहुन्छ। त्यो फल्ने कुरो जे फल्छ भनिसकेपछि त्यो गाउँभरि त्यो टोलभरि चाहिँ हामीले यो जग्गा जमिनहरू खण्डीकृत भएर गएको कारणले गर्दा चक्लाबन्दी गर्न नसकेको अवस्थामा खेती कमाइबाट चाहिँ हामी चक्लाबन्दी गर्छौँ। एउटै जसको यहाँ अब 4-5 जना साथीहरूको जग्गा चाहिँ कसैको 1 रोपनी होला, 5 रोपनी होला, 20 रोपनी होला, 100 रोपनी होला, कति होला, ती जम्मै ठाउँमा एउटा खेती प्रणालीबाट हामीले काम गर्छौँ र एक गाउँमा चाहिँ एउटा उत्पादनलाई चाहिँ गर्दाखेरि चाहिँ सजिलो हुन्छ भनेर 9 वटा पालिका, अहिले हाम्रो भोजपुरको 9 वटा पालिका 81 वटा मध्ये 81 वटा वडा मध्ये नै हामीले चाहिँ ती सबै ठाउँमा चाहिँ बिस्तारै हाम्रा गतिविधिहरूलाई पुर्याउने गरी अहिले अब हामीले पहिलो प्राथमिकतामा चाहिँ हाम्रा यहाँको चाहिँ पालिका प्रमुखहरूसँग अब त्यो पालिका प्रमुखहरू, उपप्रमुखहरू, त्यहाँको कृषि विभागहरू अनि त्यसरी वडा अध्यक्षहरूसँग सम्पर्क समन्वय गर्दै अहिले पहिलो चरणमा चाहिँ हामीले भोजपुरमा यो अध्ययनको सिलसिलामा चाहिँ राष्ट्रिय खाद्य बैंक आएको छ। त्यसै गरी हामीले अहिले चाहिँ यो बाहेक पनि जस्तो कोशी प्रदेशले पनि धापाको गौरादह नगरपालिकामा चाहिँ हाम्रो राष्ट्रिय खाद्य बैंकको क्षेत्रीय कार्यालयको रूपमा काम गरेर चाहिँ उत्पादनमा हामी जोडिएका छौँ। हामी उत्पादन चाहिँ केबाट गर्छौँ भन्दाखेरि रैथाने बिउ बिजन बालीनालीबाट चाहिँ हामी सुरुवात गर्छौँ। त्यो रैथाने
भनेको चाहिँ हाम्रो बाबुबाजेको पैतृक सम्पत्ति हो। त्यो पैतृक सम्पत्ति उहाँहरूले हामीलाई छोडेर जानुभयो, तर त्यो हामीले बचाउन सकेनौँ। हामीले भनेको राज्यले, यस्ता नियामककारी निकायहरूले, यसमा चाहिँ जो सोराकारवाला हुनुहुन्थ्यो उहाँहरूले चाहिँ त्यो गर्नु भएन। त्यसले गर्दाखेरि यस्तो अवस्थामा पुग्यो कि यति धेरै बिउ बिजनहरू लोप भएर गयो, त्यो अहिले तपाईँ हामीले खोजेर पनि पाउँदैनौँ। म दोलाखाको गौरीशङ्कर हिमालको फेदमा जन्मेको, पहाडमा हुर्केको, यस्तै हावापानी सबै लगभग यस्तै ठाउँमा चाहिँ खाइ खेली हुर्की बढी गरेको मान्छे हुँ। त्यो ठाउँमा त्यति बेला खानेकुरा खालका कुराहरू यहाँ पनि त्यस्तै हुन्थे। ती साना बेलामा खाएका खानेकुराहरूको अहिले बिउ बिजन हामी कहाँ छैन। के भएर सकियो भन्दाखेरि यो चाहिँ अब राज्यको नीति पोलिसी बनाउने ठाउँबाट चाहिँ चुकेर भयो, जानेर भयो, नजानेर भयो, हाइब्रिडका नामबाट भयो, धेरै फलाउने खालका कुराहरूबाट भयो, के कुराबाट गर्यो त्यो लोप भएर गयो। अहिले हामीले पछिल्लो चरणमा अध्ययन गर्दाखेरि 300 जातिभन्दा बढी त धानको बिउहरू पनि हाम्रो नष्ट भएर चाहिँ नेपाल अधिराज्य भएर चाहिँ फल्ने खालका ती धानहरू गएका छन्। लगभग म 70 जिल्लाभन्दा बढी चाहिँ राष्ट्रिय खाद्य ब्याङ्कको कामको सिलसिलामा पुग्ने। त्यहाँ जाँदाखेरि धेरै ठाउँमा स्थानीय किसानहरू भन्नुहुन्छ, अलिकति केही छ भने पनि त्यो साना किसानहरूको घरमा छ त्यो बिउ बिजन भनेको, त्यो राज्यसँग छैन। अब जसले गर्दा म हजुरहरूलाई एउटा सानो निवेदन के गरौँ भने, बर्दियाको गोलेरिया नगरपालिका खैरीमा चाहिँ हामीले त्यो बासमती धानको चाहिँ काला नमक बासमती धानको खेती गरौँ भनेर चाहिँ खोज्यौँ। ती नार्क छ, नार्क भनेको चाहिँ अलि तल उसमा चाहिँ नेपालगञ्जको उसमा नार्क छ, त्यहाँ नार्कमा हामी हेड अफिसमा गयौँ, त्यहाँ जाऊ भन्यो। त्यहाँ गइसकेपछि चाहिँ अनि त्यहाँबाट छैन, एउटा सहकारीमा जानु भने सहकारीमा गयो, सहकारीमा पनि छैन, साना किसानमा सक्यो भने पठाएको, त्यहाँ पनि नभएपछि किसानका घरमा गएर चाहिँ अलिअलि जम्मा गरेको बिउ ल्याएर चाहिँ अनि हामीले चाहिँ धान रोप्नुपर्ने अवस्था सिर्जना भयो। त्यसै गरी चाहिँ हामीले सुर्खेतमा गयौँ। सुर्खेतमा गइसकेपछि त्यहाँ तिल्की भन्ने एउटा चाहिँ धान हुँदो रहेछ, यस्तो राम्रो मिठो बास्नादार हुँदो रहेछ। त्यो परम्परागत रूपबाट रहेको, त्यो खोज्दै जाँदा कहीँ छैन। छ मेरो अलिकति मागीको लागि चाहिँ मैले माथि हाँडीमा राखेको छु भने 2 महिना जति ल्याएर एउटा आमाले देखाउनु भयो। अवस्था यस्तो छ। मैले भन्न खोजेँ हाम्रो रैथाने बाली नालीहरू यसरी बिग्रिरहेको छ। यो गर्नुपर्ने यो चाहिँ कस्तो भने, अहिले हाइब्रिड बिउ बिजन चाहिँ बाहिरबाट जसरी आछ त्यसले चाहिँ कस्तो बनाइदियो भने हाम्रो स्थानीय बिउ बिजनहरू लोप बनाउने कुरो भयो, नाश भयो, नष्ट भयो, जसले गर्दाखेरि चाहिँ हाम्रा स्वादिला खान योग्य वस्तुहरू पनि पाएनौँ। अनि भोलिका दिनमा चाहिँ यो अब संसारभरिको पुँजीपतिहरूको पुँजीवादहरूको ट्रेन्ड हेर्दा कस्तो देखिँदो रहेछ भने, त्यो देशका साधन र स्रोतमाथि कब्जा गरिसकेपछि बिउ बिजनमाथि कब्जा हुँदो रहेछ। बिउ बिजन भनेको चाहिँ कस्तो हुन्छ भने, त्यो घाँटी जस्तो अठ्याएपछि उनीहरूले भोलि केही गरी चाहिँ त्यो बिउ बिजन दिएनन् भनेदेखि हाम्रा यहाँ जतिसुकै उब्जाउ योग्य जग्गा जमिन भयो नि, जतिसुकै काम गर्न हामीले चाहे पनि त्यो उपलब्ध हुन सक्ने रहेन। अनि बनाएर पठाइदिने कस्तो हो भने, त्यो विज्ञहरू भन्नुहुन्छ यो अहिले आएका हाइब्रिड बिउहरू भनेको चाहिँ तपाईँको नपुंसक बिउको रूपमा भनेर चाहिँ त्यसका चाहिँ विज्ञहरूले भन्नुहुन्छ। किनभने 1 वर्षभन्दा दोस्रो वर्ष फाल्दैन। तपाईँ हाम्रो रैथाने बाली, रैथाने प्रविधि, रैथाने टेक्नोलोजी अथवा रैथाने खालको चाहिँ हाम्रो संस्कार र शैली के हो भनेदेखि, हाम्रो हामी सबैको हजुरआमाहरूले पहिला एउटा काँक्रो फल्थ्यो, यहाँ पनि छ त्यो हरियो मिठो खालको काँक्रो, मैले हिजो पनि खान पाएँ अथवा अहिले पनि छ अलिकति। त्यो काँक्रोको चाहिँ बिउ पहिला फल्ने बित्तिकै बोटमा एउटा पाक्न दिने, पाकेपछि राख्ने, त्यो काँक्राको बिउलाई भित्तामा राख्ने, अनि आगो त्यो अब काँक्रो प्रयोग गरिसकेपछि त्यो आगो फेरि रोप्ने। त्योभन्दा राम्रो फल्थ्यो, त्योभन्दा बढी फल्थ्यो। एउटै बोटमा चाहिँ तपाईँका क्विन्टलका क्विन्टल काँक्राहरू फल्थे। अहिले ती बिउहरू खै त भन्दा त्यो त छैन। त्यो प्रविधि पनि नष्ट गरियो। अब त्यसो मात्र होइन त, त्यति भएर अहिले पनि तपाईँ हाम्रा गाउँ घर टोलमा जाने हो भने हाम्रा बाबुबाजेहरूले हिजो चाहिँ मोही पार्नुहुन्थ्यो, कस्तो मजाले घरती पारेर त्यसमा त्यो जुइनु होइन, मोही अब ती लगायतका चाहिँ त्यो मदानी सबै खालका कुराहरूको तयारी हुन्थ्यो। त्यो प्रविधि त अहिले हामी कहाँ गयो, हरायो, सकियो हो। यस्ता खालका कुराहरू त हाम्रो टेक्नोलोजी पनि सकियो, हामीसँग भएको चाहिँ ज्ञान सिप पनि हरायो। त्यो खालको मिठासका पनका कुराहरू पनि खान पाइएन। स्वाद भन्ने खालको कुरा यस्तो हुँदो रहेछ, तपाईँको जति स्पिडमा चाहिँ जे गरेर गऱ्यो त्यसको चाहिँ त्यो स्वाददेखि लिएर चाहिँ फाइदा पनि कम हुँदो रहेछ अध्ययनले बताएको खालको कुरामा। तर जब बिस्तारै तपाईँले चाहिँ गर्दै जानुहुन्छ, जस्तो ओखलले कुटेको धानको चामल र मिलले कुटेको धानको चामलमा फरक के भन्दाखेरि, त्यो बिस्तारै आएको चाहिँ त्यो नष्ट भनेको गुण क्वालिटी त्यसको स्वादमा नष्ट हुँदो रहेछ। त्यसले गर्दाखेरि अब हामी त एकदमै धेरै चाँडै धेरै खालका कुराहरूको चाहिँ अब यहाँ के भयो भएन त्यो खालका कुरा तपाईँहरू हामी सबैले जानकार छौँ। अहिले त्यतापट्टि हामी लाग्दैनौँ, तर जे भए पनि त्यो नष्ट भएर गयो। अब कति सकिन्छ त्यसको संरक्षण गरौँ भनेर रैथाने बालीको बिउ बिजनदेखिको चाहिँ काम गर्ने गरी राष्ट्रिय खाद्य ब्याङ्कले चाहिँ आरकेबिएल बिउ बिजन सेन्टर बनाएर चाहिँ अब त्यो बिउ बिजनको हामी सुरुवात गर्दैछौँ। अहिले मात्रै हामीले चाहिँ त्यहाँ मेरो साथीहरूसँग त्यही कुरा गरेँ कि त्यो बिउहरू बनाउनको लागि तपाईँ हामी सबै किसानका छोराछोरी भएको हुनाले यो कुरा हामीलाई थाहा छ। अब यो त्यसरी गर्नको लागि भनेर राष्ट्रिय खाद्य ब्याङ्कको स्थापना गरिरहँदाखेरि अब यो किसानहरूको बैङ्क कसरी हुनसक्छ, यसले चाहिँ किसानहरूलाई के फाइदा हुन्छ, किसानहरू चाहिँ कहाँबाट जोडिन सकिन्छ भन्ने खालको हामीसँग जिज्ञासा रहन सक्छ। अब हामी किसानहरूलाई
यो राष्ट्रिय खाद्य बैङ्क लिमिटेड चाहिँ मेरो बैङ्क हो भनेर अपनत्व लिने गरी हामी यसको साहु बन्न सक्छौँ, मालिक बन्न चाहन्छौँ भने त्यो अवसर पनि हामीले प्रदान गरेका छौँ। त्यो अनिवार्य छैन, तर इच्छुक साथीहरू भाइहरू त्यसमा सहभागी हुन सक्नुहुन्छ। अघि नै हामीले भनेको जस्तो 140 करोड रुपियाँ पैसा मध्ये 100 रुपियाँको एक किता सेयर हुन्छ। कम्तीमा 1000 किता सेयर चाहिँ हामीले लिएको खण्डमा चाहिँ हामी त्यसको चाहिँ मालिक हुन सक्छौँ, अपनत्व लिन पाउँछौँ। यो मेरो बैङ्क हो भन्न सक्ने गरी चाहिँ त्यो एउटा प्रावधान राखेका छौँ। अब त्यो किसानहरूसँग सम्भव छ त एकैचोटि 1 लाख रुपियाँ हाल्न, यो फेरि कसरी किसानको बैङ्क हो भन्ने पनि हामीमा प्रश्न आउन सक्छ। त्यसले गर्दा किसानहरूसँग ठिक छ अहिले पैसा छैन भने हामी पनि नेपाल सरकारको ऐन नियमभित्र बस्नु परेको छ। त्यो पब्लिक लिमिटेड कम्पनीका चाहिँ ऐनहरू छन्, त्यहाँभन्दा बाहिर त हामी पनि जान सक्दैनौँ। त्यही ऐनले चाहिँ यहाँका अरू बैङ्कहरू पनि चलेका छन् भने हामी पनि त्यही नियम, त्यही ऐन र त्यही कानुनबाट चल्नुपर्ने भएको हुनाले त्यसै सकिँदैन। उत्पादनहरूसँग किसानहरू जोडिनुहोस्, उत्पादन वस्तुहरू हामी किनिदिन्छौँ, त्यो उत्पादनमा लाग्नुहोस्। उत्पादन गर्ने पनि मेरो जग्गा जमिन छैन भने म कसरी खाद्य बैङ्कमा आबद्ध हुन्छु भने तपाईँसँग श्रम गर्न सक्ने क्षमता छ, हात पाउ डह्रो छ भनेदेखि आउनुहोस्, काम गर्नुहोस्। त्यो चाहिँ श्रम, तपाईँको श्रमलाई जोड्नु, श्रमसँग पनि जोडिन सकिनुभयो। एउटा श्रमसँग, एउटा उत्पादनसँग, एउटा चाहिँ हामीले चाहिँ सेयरसँग, तिनटै कुरासँग कहाँ कुन सहज ढङ्गले जोडिन सकिन्छ त्यो कुराबाट जोड्यौँ है भन्ने खालको सन्देश लिएर चाहिँ हामी यसरी हिँडेका छौँ। हामी यो नेपालमा प्राइभेट सेक्टरबाट खोलिएको पहिलो बैङ्क हो, सरकारी निकाय होइनौँ। हामीसँग पैसा छैन, हामीसँग यस्तै गरी आफ्नो घाँस काटेर उबारेर थुकतेल गरेर राखेको थोरै पैसा सेयरको रूपबाट राखेर चाहिँ काम गर्ने गरी राज्यले गर्नुपर्ने काम गर्नको लागि सुरुवात गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ तरै पनि के हो भने अहिले हामी जति ठाउँमा गयौँ त्यहाँ सबै साथीभाइहरूको राम्रो सहभागिता छ। त्यहाँ रहनु भने पत्रकार साथीभाइहरूले चाहिँ सुसूचित गरिदिनु भएको छ खाद्य बैङ्कको बारेमा, यस्तो है भनेर जानकारी गराउनु भएको छ। त्यहाँ रहनु भएको चाहिँ शिक्षकहरूले, कृषि सहकारीहरूले, समूहहरूले, टिमहरूले चाहिँ आबद्ध भएर चाहिँ हामी काम गर्छौँ भनेर लागिराख्नु भएको छ। त्यसो गरिरहँदाखेरि 22वटा जिल्लाबाट त हामीले सुरुकै अवस्थाबाट उत्पादनको काममा सरिक भयौँ। अब यी जिल्लाहरूलाई चाहिँ हामी थप्दैछौँ। अनि त्यसरी चाहिँ अब यो अहिले नै हामी 5वटा जिल्ला जतिमा चाहिँ हाम्रो प्रोग्राम बनेको छ। हिजो चाहिँ एउटामा सकेर आउनु, अब यसरी जाँदैछौँ र अब यसरी क्रमशः जोड्दै जाँदा यो खाद्य बैङ्क आउनु भनेको यहाँको उत्पादनसँग जोडिन, यो यहाँ रहेको जग्गा जमिनहरू अधिकांश बाँझा छन्। हामीले भनिराख्नु पर्दैन, तपाईँ हामीलाई थाहै छ। कुन त नेपाल सरकारको उत्पादन योग्य जग्गा जमिनमध्ये 20% मात्रै खेती कमाइ भएको छ, 20% मात्रै खेती कमाइ भएको छ उत्पादन योग्य जग्गामा नि। त्यसमा नि पहाडतिरका अधिकांश जग्गा जमिनहरू चाहिँ 81% भन्दा बढी तथ्याङ्कले बताउँछ जग्गा जमिनहरू बाँझो छन्। अब यी ठाउँमा कसरी गर्ने भन्दा उत्पादनलाई जोड्दै जाने खालका कुराहरूमा स्थानीय निकायसँग, प्रदेशसँग, सङ्घसँग मिलेर सहकार्य गरेर जुन ठाउँमा जे फल्छ त्यो फलाउँदै जाने। अब कतिपय ठाउँमा जङ्गली जनावरहरूको समस्या छ, त्यसले गर्दा नि खेती कमाइहरू नष्ट भएको छ। किसानहरू चाहिँ त्यो छोडेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ भने त्यो जङ्गली जनावरहरूले नखाने खालका खेती प्रणालीबाट पनि हामी जाने गरी चाहिँ त्यसको सुरुवात गरेका छौँ। र त्यो सहकारी उत्पादनको काममा हामी सबै सहभागी हुन्छौँ। राष्ट्रिय खाद्य बैङ्क चाहिँ त्यो बजारको ग्यारेन्टी हामीले लिन्छौँ भने राष्ट्रिय खाद्य बैङ्क लिन्छ। राष्ट्रिय खाद्य बैङ्क लिएर चाहिँ कहाँ लान्छ त भन्दाखेरि पहिला हामी आफू खान्छौँ, म खान्छु, मेरो परिवारलाई खुवाउँछु। यसै गरी एवं रीतिले यहाँ पनि त हामीले खानु परेको छ। अहिले पनि अब तपाईँ हामीले भोजपुर जस्तो ठाउँमा आएर खाजा खानु पऱ्यो भनेदेखि अहिले के खाने त भनेर भन्यो भनेदेखि त्यही चाउचाउ, त्यही चाहिँ अखाद्य खानेकुराहरूको चाहिँ हामीले खानुपर्ने अवस्था छ भने ती खानेकुराहरू सहज ढङ्गले नियमित रूपमा सधैँ उपलब्ध हुने हो नि त। यहाँ पनि त मान्छेहरूले खानुहुन्छ नि त, अर्को ठाउँमा पनि त खानुहुन्छ। त्यसले गर्दा खाने त देशभरि सबै ठाउँमा हो। अब यसलाई आवश्यक व्यवस्था उत्पादनको कामदेखि गर्ने गरी चाहिँ हामीले सुरुवात गरेका छौँ। अहिले आजको 15 वर्ष पछाडि राष्ट्रिय खाद्य बैङ्क के होला त भन्दा दीर्घकालीन योजनाका रूपमा चाहिँ हामीले यसलाई हेर्दाखेरि जिडिपीमा योगदान पुर्याउने गरी उत्पादनसँग जोड्ने काम राष्ट्रिय खाद्य बैङ्कले गर्छ। अनि अधिकांश बाँझा जग्गा जमिनहरूमा त्यति बेला अब अहिले यहाँ रहनुभएको धेरै साथीभाइहरू हुनुहुन्छ। यसै गरी हामी त्यति बेला नै भेट्नेछौँ। हजुरहरूका जस्तो लोकप्रिय मिडियाहरू मार्फत पनि हामीले त्यो कुरा आज रेकर्ड पनि हुनेछ। र आजको 15 वर्ष आउँदाखेरि यही भोजपुर जिल्लामा चाहिँ तपाईँका अहिले चाहिँ 9वटा स्थानीय निकाय र 80वटा चाहिँ वडाहरूमा कुन ठाउँमा कति चाहिँ उपलब्धि रह्यो, कति ठाउँ चाहिँ अहिले भएको बाँझो जग्गा जमिनभन्दा तथ्याङ्कले कति बढ्यो त, त्यो खाद्य बैङ्कसँग के रह्यो त्यसले गरेको कामको भन्ने खालको कुराको देखिने गरी रेकर्ड रहने गरी हामीले काम गर्ने गरी त्यसको सुरुवात गर्छौँ र गरेका पनि छौँ। त्यसै गर्दाखेरि चाहिँ अब उत्पादनमा वृद्धि हुने भयो, कृषिमा रोजगारी सृजना हुने भयो। कृषिमा रोजगारी सृजना हुनु भनेको एउटा खेती गर्ने मान्छेको मात्रै हुँदैन। कृषिमा रोजगारी सृजना गर्नु भनेको त्यो तपाईँको चाहिँ त्यसलाई केलाउने, निफन्ने, प्याकिङ गर्ने, प्रशोधन गर्ने ती सबै खालका मेन पावरदेखि लिएर चाहिँ कृषि विज्ञहरूदेखि लिएर चाहिँ ठुला पढे लेखेका डाक्टरहरूसम्मकाले चाहिँ सबैले काम पाउनुहुन्छ। त्यो मात्रै होइन, गाडी चलाउने मान्छेहरूले पाउनुहुन्छ। त्यो मात्रै होइन, अहिले आइटीको दुनियाँ छ, त्यसले चाहिँ यो उसरी पुर्याउने मान्छेहरूले पाउनुहुन्छ। त्यति मात्र होइन, लेखापढी गर्ने चाहिँ जो तपाईँ चाहिँ चार्टर्ड एकाउन्टेन्टहरू चाहिँ हरिसाब गर्नेहरू उहाँहरूले पाउनुहुन्छ। तमाम खालका समाजका सबै मान्छेहरूमा चाहिँ रोजगारी सृजना गर्न सकिने खालको चाहिँ परिस्थिति भएको हुनाले कृषिमा रोजगारी बढाउनको लागि चाहिँ राष्ट्रिय खाद्य बैङ्कले सबैभन्दा बढी आजको 15-16 वर्ष पछाडिको अवस्था गर्यो भने नेपाल सरकारले अहिले दिइरहेका यी
केही संस्थाहरूको भन्दा बढी रोजगारी सृजना गर्न सक्छ राष्ट्रिय खाद्य बैङ्कले, र त्यो खालको हामीले तयारी अहिले गरेका छौँ र त्यो अनुसारले हामीले अगाडि बढेका छौँ। त्यसै गरी चाहिँ तपाईँको फुड एन्ड न्युट्रिसनको बारेमा पोषणयुक्त खानेकुराहरू चाहिँ त्यो सबै उमेर समूहको मान्छेहरूलाई चाहिन्छ। एउटा सानो बालकदेखि लिएर चाहिँ ज्येष्ठ नागरिकसम्म सबैलाई चाहिने भएको हुनाले चाहिँ सबै उमेर समूहको मान्छेहरूलाई चाहिँ त्यो पोषणयुक्त खानेकुराहरू चाहिने भएको हुनाले त्यो पोषणयुक्त खानेकुराहरू बनाउँछौँ। जस्तो तपाईँ हाम्रो बाबुबाजेहरूले चाहिँ अत्यन्त धेरै राम्रो र एउटा खाइरहेको तर अहिले एउटा पुस्ताले नभेटेको अवस्था भनेको त्यो चाहिँ यस्तो पोषणयुक्त खानेकुराहरू हो। कागनु, चिनो, लट्टे, जौ, वा, फापर, सिस्नु, कोदो, मकै लगायतका यी धेरै खालका खानेकुराहरू छन्। ती अहिले हामीले खान पाएकै छैनौँ, चाहेर पनि पाउँदैनौँ। अब त्यो सहज ढङ्गले चाहिँ सहरका चाहिँ ठाउँहरूदेखि लिएर गाउँसम्म पाउन सक्ने गरी त्यसको उत्पादनमा पनि जोड्नुपर्छ र बजारीकरण पनि गर्नुपर्छ र त्यो खाँदाखेरि स्वास्थ्यमा फाइदा हुन्छ भनेर सिकाउनको लागि चाहिँ हाम्रो त्योसँग सम्बन्धित विज्ञहरू पनि यसमा आबद्ध रहनु भएको छ। त्यसको नेतृत्व गर्ने गरी चाहिँ हाम्रो एउटा डाक्टर साहबहरूको टिमदेखि लिएर पोषणविदहरूसम्मको टिम हुनुहुन्छ, यहीँ पनि हाम्रो उसमा रहनु भएको छ। त्यसलाई पनि हामीले चाहिँ गर्दै जान्छ। तपाईँको यसको खाँदाखेरि यस्ता फाइदाहरू हुन्छन् है भन्ने खालका कुराले त्यो जानकारी पनि गराउने र त्यो खुवाउने खालको पनि। तर खान मन लागेको कहाँ पाइन्छ भन्दा त्यो राष्ट्रिय खाद्य बैङ्कमा पाइन्छ भनेर उत्पादनदेखि गरेर चाहिँ त्यसलाई सुपथ मूल्यमा सबै ठाउँमा पुर्याउने गरी चाहिँ हामीले त्यसको चाहिँ सुरुवात गर्नेछौँ। अनि त्यसै गरी चाहिँ तपाईँको अब यो सबै ठाउँमा यसो गरिरहँदा जिडिपीमा योगदान हुने नै भयो। जिडिपीमा योगदान भइसकेपछि बाहिरबाट आउने खालको कुराहरूलाई चाहिँ हामीले जाने पैसाहरू अघि नै मैले भने 6 खर्ब बराबरको पैसा रोक्दै जाने भयो। अहिले 1 खर्बको 2 खर्ब 4 खर्ब गर्दै 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 रोक्यौँ भनेदेखि नेपालभित्र उत्पादन भएको वस्तुले यहाँ पुर्याउन सक्यौँ भनेदेखि त्यो बाहिर जाने पैसा यहाँ रहने भयो। राज्यबाट बाहिर जाने पैसा पनि देशभित्र रहने भयो। किसानले उत्पादन गरेको नेपाली किसान मात्रै अहिले आफूले उत्पादन गरेको वस्तुको मूल्य उसले आफूले तोक्न पाउँदैन। कोही बिचौलियाले आएर तोकिदिनुपर्छ, नतोके उहाँको खेर जान्छ वा बजार पाउँदैन। त्यसले गर्दाखेरि किसानले पनि आफ्नो वस्तुको उचित मूल्य पाउनु हुने भयो। त्यो उचित मूल्यमा चाहिँ लगेर उपभोक्तालाई दिँदाखेरि सुपथ मूल्यमा उपभोक्ताले नै खान पाउनु भयो। जसले गर्दाखेरि राष्ट्रिय खाद्य बैङ्कमा लगानी गर्ने लगानीकर्ताहरूले पनि 2-4 रुपियाँ अलिकति थोरै मात्र पर्सेन्ट राख्दाखेरि पनि हामीले पर्याप्त रूपमा चाहिँ पुग्ने गरी आम्दानीको स्रोत हुन्छ। जसले गर्दा राष्ट्रिय खाद्य बैङ्क लिमिटेड भनेको यो पब्लिक लिमिटेड कम्पनी हो, मुनाफा कमाउने नै हो। मुनाफा कमाउनको लागि पनि राज्यलाई पनि धनी बनाएर किसानलाई पनि धनी बनाएर अनि त्यसभन्दा पछाडि चाहिँ उपभोक्तालाई पनि सुपथ मूल्यमा स्वास्थ्यवर्धक खानेकुराहरू खुवाएर पैसा कमाउन सकिने बैङ्कको रूपबाट सबैले जित्ने प्रोजेक्टको रूपबाट चाहिँ यसको डिजाइन गरिएको छ। जसले गर्दाखेरि चाहिँ यो राष्ट्रिय खाद्य बैङ्क तपाईँ र हाम्रो बैङ्क हो। यसमा धेरै खालका कुराहरू यसका पछाडि छन्। अब यो भने यति सजिलो छैन। कृषिमा काम गर्नको लागि अप्ठ्यारा छन्, समस्या छन्। ती सबै अप्ठ्यारा समस्या थापै जुझेर भोगेर हामी आफै पनि कृषिमा चाहिँ 20-25 वर्षदेखि लागेको र हामीसँग यहाँ रहनुभएका मान्छेहरू पनि त्यसको चाहिँ ज्ञान हासिल गरेर यो कुनै लहरबाजीमा 2 अर्ब रुपियाँ पैसा माटोमा गाड्न भनेर आएको होइनौँ हामी। यो 2 अर्ब रुपियाँ पैसा चाहिँ सिडमनीको रूपबाट यहाँ गाडेपछि उत्पादनमा लगाएपछि जोडिएपछि धेरै उपलब्धि हुन्छ भनेर अहिले 22वटा जिल्ला प्लस अरू जिल्लाबाट पनि हामीले उत्पादनका कामहरूमा तयार गर्दै पहिला सुरुको अवस्थामा चाहिँ हाम्रो भक्तपुरको लोकन्थलीमा रहेको राष्ट्रिय खाद्य बैङ्कको RKBL मार्ट राष्ट्रिय खाद्य बैङ्क हो। त्यो मार्फत चाहिँ हामीले भ्यालीभित्र चाहिँ फ्री होम डेलिभरीको व्यवस्था सहित चाहिँ खानेकुराहरू खाएका छौँ र क्रमशः अब त्यसलाई चाहिँ हामीलाई 2टा बाध्यता छ। एउटा के छ भने जो साथीहरूले किसानहरूले अथवा उपभोक्ता साथीहरूले जसले यहाँ पैसा हाल्नुहुन्छ उहाँहरूको पैसा सुरक्षित गरेर त्यो पैसाको प्रतिफल पनि दिनुपर्ने छ। अनि त्यो प्रतिफल दिँदै हामीसँग उत्पादनसँग जोडिएर हामीले काम गर्नु परेको पनि छ। अब यी खालका कुरा गरिरहँदाखेरि नेपाल सरकारले यो राष्ट्रिय खाद्य बैङ्कलाई चिन्दैन। किन चिन्दैन भने नेपाल सरकारका अहिलेसम्म बनेका ऐन नियम कानुनमा कि सहकारी छ, कि समूह छ, कि चाहिँ किसान छ, कि चाहिँ अब त्यो के नाम गरेको छ त राष्ट्रिय खाद्य बैङ्कलाई उसले चिनेको छैन। अब खाद्य बैङ्कै नचिनेपछि खाद्य बैङ्क छ है भनेर चिनाउने काम पनि गर्नु पर्यो त्यो ऐनमा, नियममा, कानुनमा। अब हाम्रो चाहिँ एकछिन अब देशको अवस्था कस्तो छ त कृषिको भन्यो भने अहिलेसम्म नेपाल देशमा कृषिको ऐनै आएको छैन, जो तपाईँ हामी सबैलाई थाहा छ। कृषिको ऐन नआएपछि त्योभित्र कसरी व्यवस्थापन हुन्छ त भन्दाखेरि हुनै सक्दैन। अब कृषिको ऐन नआउने बित्तिकै धेरै खालका कुराहरू चाहिँ हामीले त्यसमा अहिले विदेशीहरूको अब बाहिर देशबाट आएका अखाद्य खानेकुराहरूको छ्यापछ्याप्ती भएको कुरा मैले भनिराख्नु परेन। जस्तो तपाईँ हामीले थाहा भएको कुरा के हो भने हाम्रा बाबुबाजेहरूले भन्नुहुन्थ्यो जो माटोमा लगेर रोप्दाखेरि उम्रिन्छ त्यो उम्रिने खालका कुराहरू हामीले खानुपर्छ। त्यसमा चाहिँ प्राण छ, बीज छ, त्यसमा चाहिँ स्वास्थ्यलाई बचाउन सक्ने खालको चाहिँ पोषण छ, त्यो खानेकुरा खाऊ है भनेर उहाँहरूले भन्नुहुन्थ्यो। तर अहिले तपाईँ हाम्रा भान्सामा चाहिँ कस्तो आयो भने खानेकुराहरू त्यो माटोमा लगेर रोपिदियो भने गाड्दियो भने त्यो कुहिएर जाने खालका खानेकुराहरू चाहिँ हामीले खान थाल्यौँ। हाम्रो घर हाम्रो भान्सामा त्यो आउनु थाल्यो। अनि त्यो त्यस्तो माटामा त गाड्दाखेरि बिग्रिने कुहिने खालको कुरो तपाईँ हाम्रो जस्तो पवित्र शरीरमा हाल्दाखेरि के हुनुभयो त्यसले हाम्रो शरीर त नाश गर्ने भयो, नष्ट गर्ने भयो, ड्यामेज गर्ने भयो। त्यसले गर्दा त्यस्ता अखाद्य खानेकुराहरूबाट सतर्कता रहँदै त्यो खानेकुराहरूलाई चाहिँ बिस्तारो तपाईँ हाम्रा भान्साबाट चाहिँ पर हटाउने
तर हटाउने कसरी भन्दा त्यसको विकल्पको रूपमा अर्को दिएन हट्छ, होइन भने त हट्दैन नि त। अहिले अब तपाईँ हाम्रो के भने जहाँ घरमा जाँदाखेरि पनि सबभन्दा पहिला ओहो आइहाल्नुभयो, पेप्सी खाने, कोक खाने, चिसो खाने भनेर चाहिँ त्यही खानेकुराहरू जो अखाद्य कुराहरूले चाहिँ हामीलाई स्वागत हुन्छ। अनि खाजा खाने ठाउँमा गएर सोध्नु, म तपाईँको चाहिँ यहाँबाट कर्णाली पुगेँ, कर्णालीमा चाहिँ हामीले त्यो सबभन्दा कर्णालीको पनि पल्लो हुम्लामा चाहिँ गयौँ। त्यहाँ सर्केगाड गाउँपालिकामा चाहिँ यसै गरी कार्यक्रम भयो हुँदाखेरि एउटा चाहिँ त्यहाँको अलिक पढे लेखेको, अब त्यो ठाउँको भनौँ न, अलिक पढे लेखेको चाहिँ एउटा दिदी उठ्नुभयो। उहाँले भन्नुभयो मेरो बुहारी सुत्केरी हुँदाखेरि मैले चाउचोको झोल खाएर चाहिँ उहाँलाई तङ्ग्र्याएँ भनेर उहाँले एकदम गर्वका साथ कुरा गर्नुभयो। हामी सबै अचम्मित भयौँ। अब त्यो चाउचाउको झोलले सुत्केरी तङ्ग्रिनु हुन्छ त भन्ने खालको कुरामा अब यहाँ व्याख्या नगरिराख्नु, तर बुझाइ कस्तो छ भन्ने खालको कुरामा अब त्यहाँ तपाईँको लट्टे पाइन्छ, कागनो पाइन्छ, चिनो पाइन्छ, कोदो पाइन्छ, त्यहाँ फल्ने हरेक खालका कुराहरू त्यो सुत्केरीको लागि अथवा त्यो शरीरलाई चाहिँ बन्नको लागि आफैमा उपयुक्त छ। तर त्यस्ता खालको कुरा छोडेर चाउचाउ लगेर खुवाउने खालको चाहिँ संस्कार र संस्कृति र विज्ञापन यस्ता खालका परिस्थितिले गर्दाखेरि हाम्रो समाजभित्र धेरै खालका कुराहरू बिग्रेको छ। खानेकुराहरूदेखि लिएर खानपान र रहनसहनले चाहिँ हामीले कलिलै उमेरदेखि चाहिँ हाम्रा परिवारहरूलाई सबैलाई बिरामी बनाउन लागेका छौँ। मेरो वा तपाईँको वा हाम्रो सबभन्दा माया गर्ने मान्छेलाई चाहिँ सबभन्दा खाद्य कुरा खाएर बिरामी बनाउने भनेको हामी नै हो। किनभने त्यो सानो बाबु त्यो नानीलाई चाहिँ लु आऊ तिमी जाऊ, यो खाऊ, यस्तो खाऊ, यसो भन्दै लगेर जुन कुरो हामीले खुवाउन थाल्यौँ हो, अब त्यसको विकल्पमा हामीले खुवाउनु पर्ने खालका कुराहरू भनेको अब हामीले लट्टे खाउँ, कागुनो खाउँ, सिस्नो खाउँ, कोदो खाउँ, अलिकति खुवाउनु, त्यसले गर्दा शरीरलाई कति धेरै फाइदा गर्छ त्यस्ता खालका कुराहरू खुवाउनु पऱ्यो। खुवाउनु त मन थियो कहाँ पाइन्छ भन्दा अब खाद्य बैङ्कमा पाइन्छ भनेर चाहिँ यो खाद्य बैङ्कको चाहिँ ती तयारीका क्रममा हामी लागेका छौँ। अहिले भर्खर हामी 2 वर्ष पुरा भएर तेस्रो वर्षमा छौँ। 2 वर्षको शैशवकालको अवस्थामा सबै खालका कुरा भइहाल्छ भन्ने खालको कुरा होइन, तर उद्देश्य चन्द्रमा छुनी लिएको हुनाले चाहिँ हामीले त्यो ठाउँमा जान्छौँ भनेर हामी अहिलेदेखि नै हाम्रो लाइन चाहिँ हामी क्लियर छौँ। त्यो खालको कुराबाट हामी अगाडि बढ्छौँ, जसले गर्दाखेरि यो अभियानमा सरिक हुनको लागि चाहिँ यो खाद्य बैङ्कले लिएको नीतिमा कृषि पेसालाई सम्मानित पेसा र मर्यादित पेसा बनाएर लिएर जानुपर्छ भनेर हामी लागेका छौँ। जबसम्म सम्मानित पेसा हुँदैन, सम्मान नभइकन कोही पनि अगाडि आउन सक्दैन। त्यसले गर्दा सम्मानित पेसा बनाउनलाई के गर्नुपर्छ भन्दाखेरि यहाँका किसानहरू गाडी चढेर हिँड्न सक्ने गरी आफ्नो आय आर्जनको स्रोत बनाउने गरी यो खेती कमाइमा लाग्दाखेरि पनि घरदोर चाहिँ भन्ने खालको कुरा देखिने गरी काम गर्ने वातावरण बनाउनुपर्छ। त्यो सरकारहरू तिनै प्रकारका अथवा प्राइभेट सेक्टरमा लाग्ने पनि त्यो खालको वातावरण बनाउनु पर्छ लागेका छौँ। इजरायल जस्तो पनि किसान छैनन्, तर 2% किसान नभएका ठाउँमा पनि संसारभरि चाहिँ इजरायलको प्रविधि अहिले ल्याएर चाहिँ मान्छेहरूले भित्राइरहेका छन्। हाम्रो चाहिँ यति धेरै पर्सेन्ट भनेर भनेका छौँ, 80%देखि 77%सम्म अहिले आइसकेको छ। अब त्यसले गर्दाखेरि हाम्रो भनाइको आशय के हो भने केही खालका कुराहरूमा राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको टिमले हामीले पछि अध्ययन गऱ्यौँ। जस्तो एउटा युवा शक्ति किन आउँदो रहेनछ खेती कमाइमा वा यो कृषि पेसामा भनेर हेर्दाखेरि एउटा धेरैवटा कारणमध्येको एउटा मात्रै मैले समयको कारणले हजुरहरूलाई राखेँ। त्यो करिकुलममा हेर्दाखेरि चाहिँ त्यहाँ हामीले देखेको कुराहरूमा अब नानी बाबुहरूले त्यहाँ हेर्दाखेरि 4-5वटा फोटो हुन्छ, एउटा किसानको फोटो राखेको छ। त्यो किसानको फोटो कस्तो छ भने त्यो चाहिँ कोपी निक्लेको छ, कोपीको घेरो फाटेको छ, झुन्डुमा परेको छ, अनि त्यहाँबाट लुगा पनि मैलो लागेको, त्यस्तै घिनमर्दो खालको छ। त्यो बालो मस्तिष्कमा तपाईँहरू के बन्नुहुन्छ भनेर कसरी सोध्नु, कोही पनि त्यो किसान बन्छु भनेर भन्दै भन्दैन, भन्नु पनि किन, अब देखाउँदाखेरि चाहिँ त्यस्तो किन मार्नु बनाएको भनेर भन्ने कुरा भएन। जानेर हो वा नजानेर हो हाम्रो पेसालाई चाहिँ उपेक्षित गर्ने गरी चाहिँ करिकुलमै राखिएको छ, स्वास्थ्यमै राखिएको। त्यो हाम्रो चाहिँ अब पाठ्यक्रममा त्यसरी राखेपछि के हुन्छ भने त्यो नलागोस् भन्ने खालको कुरा हो। त्यही भएर फलत धेरै जस्तो युवाहरू खेतीमा आउनुभएको छैन। अब त्यो होइन, कृषि पेसामा लाग्ने मान्छेहरू पनि गाडी चढेर हिँड्न सकेको, ल्यापटप चलाएको, टक्क टाई बाँधेर हिँडेको हुनुपर्छ भनेर चाहिँ हामीले नियामककारी निकायहरूको सुझावहरू पठाएका छौँ र त्यो खालको कुरा अझै पनि हाम्रो ठाउँबाट कुरो उठाइरहेका छौँ। र त्यसले गर्दाखेरि हो यो चाहिँ हाम्रो रहेछ है भन्ने खालको अथवा हुँदो रहेछ है भन्ने खालको ढङ्गले जाने गरी बनाउनुपर्छ भन्ने खालको कुरा रहेको छ। तपाईँ हामी सबै थाहा छ पहिलाको चरणहरूमा हामीले हेर्दाखेरि चाहिँ त्यो जीविकोपार्जनको लागि थियो, सबै खालका चाहिँ मेरा बाबुआजूले भाडा लगाउनुहुन्थ्यो, त्यहीँबाट पुर्याउनुहुन्थ्यो, मसँग नभएको अर्कासँग साट्नुहुन्थ्यो, अनि साटेर चाहिँ अब त्यो एउटा वस्तु दिएर हस्तो अर्को वस्तु लिन्थ्यो। मलाई नि थाहा छ, म दोलखा मदाखेरि माथि सैलुङबाट आएको आलुमा चाहिँ तल फालेको धान साटेर खान्थ्यौँ हामी। अब भनेको हो यस्ता खालका चाहिँ साट्ने खालको कुराहरू हुन्थे। एवं रीतिले चाहिँ यस्तो थियो भने पछि गएपछि अलिकति व्यावसायिकरण हुँदै केही व्यावसायिकरण हुँदैन। अहिलेको कृषिको अवस्था के भने पहिला कसिएर आएर चाहिँ हामी अलिकति पैसा भएको मान्छेहरू केही गराउन त भनेर लाग्यो, एउटा फर्म खोल्यो वा जेसुकै होस्, त्यो फर्म खोल्दै गएपछि अगाडिसम्म पुग्यो, भएको पैसाहरू सकिन्छ, सकिएपछि त्यो अलपत्र पऱ्यो, थोरै मात्रै पैसा नपुग्दाखेरि त्यो फर्महरू अब चल्न सकेन।
बैङ्कमा गयो बैङ्कले लोन दिँदैन। किन दिँदैन भने अब बैङ्कभित्रका आफ्नै सिस्टम छन्, नियम छन्, त्यो भएर राख्नु परेन। अब कोलाटरका कुरादेखि लिएर ती सबै खालको कुराहरू छन्। अहिले पछिल्लो चरणमा चाहिँ थोरै पैसाहरू दिने भनेर कृषि लोनको रूपमा भनेर ती कुराहरू आएका छन्। तर ती सबै खालको कुरा हुँदा नि किसान मैत्री छैन, सहजता छैन। अब पहिलासम्म त यो सबै खालका चाहिँ अब जाँदाखेरि चाहिँ इन्सुरेन्सका कुराहरू पनि थिएनन्। यी सबै खालका कुराहरूलाई व्यवस्थित गर्दै लिएर जाँदाखेरि जब उसले चाहिँ आफूसँग भएको 1 करोडको प्रोजेक्ट थियो भने 60-70 लाख रुपियाँ लगाइसकेपछि त्यो प्रोजेक्ट छोडेर हिँडेका पनि धेरै ठाउँमा देखिएको छ, जसले गर्दाखेरि कृषिमा लाग्ने मान्छेहरू पलायन हुनुभएको छ। अनि भन्नुहुन्छ यो कृषिको काममा बाफरी सकिँदैन भन्ने खालको कुरामा हो। त्यस्ता खालका कुराहरू, ती खालका कुराहरूलाई समस्या सम्बोधन गर्नको लागि राष्ट्रिय खाद्य बैङ्कको स्थापना भएको हो। हामी अरू वाणिज्य बैङ्कहरूको जस्तो लोन दिएर जग्गा लिएर चाहिँ उसको जग्गा उसमा लिने गरी काम गर्दैनौँ। हामी भनेको चाहिँ जाँदाखेरि प्रोजेक्टहरूलाई चाहिँ अब बिउ दिन्छौँ, प्राविधिक ज्ञान दिन्छौँ, प्राङ्गरिक मल बनाउन सिकाउँछौँ, प्राङ्गरिक खेती प्रणालीबाट खेती गर्न सक्छौँ, रैथाने बाली नालीबाट उत्पादन गर्न सिकाउँछौँ र त्यो बजारको काम हामीले गर्छौँ। बजारको ग्यारेन्टी गरिदिने गरी चाहिँ राष्ट्रिय खाद्य बैङ्कको स्थापना भएको छ। अब यसमा यहाँ रहनुभएको आदरणीय व्यक्तित्वहरू सबैजनालाई चाहिँ यही कुरा हामी भोलि पनि हलमा, माथि सभा हलमा चाहिँ 10 बजे बताउने गरी चाहिँ आयोजक साथीहरूले तयारी गर्नुभएको छ। अब यहाँ आज आइदिनु भयो, धेरै खालको कुराहरू रह्यो। पत्रकार मित्रहरूले पनि यी कुराहरूलाई चाहिँ कसरी के गरी चाहिँ यसलाई सुसूचित गर्न सकिन्छ अथवा यसलाई जानकारी गराउन सकिन्छ, ती खालका कुराहरूमा समेत सहयोग गर्नुहुनेछ भन्ने आइदिनु भएकोमा सबैलाई हार्दिक धन्यवाद दिँदै अब बाँकी कुराहरू जिज्ञासा कुराहरू पनि छलफलबाट सकभर चाहिँ यसलाई सिक्ने र सिकाउने क्रममा छौँ। यहाँहरू धेरै कुराहरू सिक्नुभएको साथीहरू हुनुहुन्छ, कृषि फर्म चलाइरहनु भएको सरहरू हुनुहुन्छ, उहाँहरू